सो गाइज नमस्ते। पोर्चुगल आएको 2 वर्ष भयो हैन। अनि के भनेको भन्दाखेरि लाइफमा फर्स्ट टाइम पोर्चुगलमा आएर अब आगोमा पनि पकाएर खान पर्ने स्थिति आयो क्या हैन। मौका आयो भन न। मौका आयो हैन, मौका आयो। तर यो मौका हामी बिर्सिन सक्दिनौँ सायद जिन्दगीमा। दामी आगो बलिरहेको छ। यता बोइलर पाक्दैछ हैन। कुखुरा नै भनौँ न, बोइलर के भन्नु, कहिलेको हो कहिलेको हैन। अनि यतातिर चाहिँ बङ्गुरको फिलाहरू रहेछ। हाम्रो हुँदैछ रोस्ट टाइपको हुँदैछ। दाइ चाहिँ त्यही हो हैन। खाना बनाउने ठाउँ चाहिँ अलिकति मिलेन आज। त्यही पनि दामी छ। टमाटरहरू पाक्दैछ। हामी त टमाटरमै काम गर्ने मान्छे हैन। टमाटर त धोबी खाइन्छ। अनि यो चाहिँ स्पेसल्ली बन्दैछ जस्तो लाग्यो। फर्काएर हेरौँ कस्तो छ। ओ माई गॉड, व्हाट द फक भन्ने पारा हो भाइ। व्हाट द फक नै हो नि भाइ। ठिक छ हैन। अनि लाइट गयो के, लाइट गयो हैन। 3 दिनको लागि भन्दैछ, मेसेजै आएछ। लाइट पनि बलेको छैन हेरेर। खाना बनाउने ठाउँनेर खाना बनाउने किचन थियो, भित्र अँध्यारो छ। बाहिर गयो घर चाहिँ यता माथितिर छ हैन। थम्बनेल हान्दिन होला है साथीहरु। थम्बनेल कस्तो रे? थम्बनेल। अनि जोस पोर्चुगलमा आएर आगोमा पकाएर खाँदाको एक्सपिरियन्स चाहिँ बेग्लै रह्यो हैन। भात चाहिँ यता छ हैन। यो समाउने टालो गरे, यो समाउने टालो हेतै मासला। यस्तो त त्यहाँ हालेको पनि हुँदैन होला हौ टालो। हिजो सब सेतो थियो, दामी हैन। अब आज यस्तो भइसक्यो। खै खोर्सानीका बिहान कहिले ठुला हुने हो खाने हो। बिजोक छ हाम्रो त। मसला कति धेरै हालेको? 6वटा मिक्स। अनि कमसेकम 20 ग्राम जति थियो होला। गाइज हैन, पोर्चुगलमा पकाएर खाएको अब एउटा भलग हालिदिउँ कि भनेर मैले बनाएको। खासमा धेरै बनाउन पनि आजभोलि ठिक लाग्दैन। अब तपाईँहरू त्यही हो, मजाले हेर्नु होला। यो यस्तो चिजहरू खाने भए चाहिँ सम्पर्क गर्नु होला है। फेरि त्यहाँ ऊ पनि हुन्छ, होम डेलिभरी नै हुन्छ। ल थ्याङ्क यू सो मच, हेरिदिनु भयो। धेरै धेरै धन्यवाद। उज्यालो छ र हामी बाहिर पकाउँदैछौँ। लाइट नभएपछि त लास्टै गाह्रो।